दर्शकबिन एकदमै दुःखद खबर आएको छ। मधुवन नगरपालिका खाता कोरिडोरमा कक्षा 12मा पढ्ने युवतीलाई ट्युसन जाने क्रममा चाहिँ बाघले आक्रमण गर्दा उनको मृत्यु भएको छ। उनको नाम चाहिँ बिनिता परियार रहेको छ। यतिखेर हामी प्रत्यक्ष रूपमा यहाँ जङ्गलमा आएका छौँ। यो बाघको आक्रमणको घटना हामीले निरन्तर तपाईँलाई बर्दियाको बारबर्दियामा पनि देखाएका थियौँ। 1 महिनामा 3 जना मान्छेलाई चितुवाले आक्रमण गर्दा निधन भएको थियो भने फेरि आज 11 बजे भर्खरै मधुवन नगरपालिका खाता कोरिडोरमा कक्षा 12मा पढ्ने बिनिता परियारलाई बाघले आक्रमण गर्दा उनको दुःखद निधन भएको छ। हेर्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा यतिखेर हामी जङ्गलबाट तपाईँलाई रिपोर्टिङ गरिरहेका छौँ। यही जङ्गलमा ती बिनिता परियारलाई चाहिँ बाघले आक्रमण गर्दा उनको निधन भएको थियो र उनलाई अस्पताल लिने क्रममा उनको निधन भएको भन्ने कुरा हामीले जानकारी पाएका थियौँ। यतिखेर प्रहरी वनका कर्मचारीहरू यहाँ आएका छन्, स्थलगत रूपमा यो घरमा आएका छन् भने यहाँका स्थानीयहरू एकदमै आक्रोशित भएको अवस्था छ। यो बाघले गर्दा हामी यहाँ बाँच्न नसक्ने अवस्था भयो भनेर यहाँका स्थानीयहरू आक्रोशित भएको अवस्था छ र पक्कै पनि सरकारले पनि वन्यजन्तु र यो मान्छे बीचको द्वन्द न्यूनीकरणका लागि छिट्टै पहल गर्नुपर्छ जस्तो लाग्छ मलाई। त्यसको बा कस्तो गर्ला प्रेसर छ बा पनि वही मरि जाला नहीं त्यसरी खबर नगर्नु ए बाबै अन्डे त्यसरी खबर गर्ने होइन। मेरो बच्चे फुल जस्ती सबैलाई बिर्सिए मैले आमा बाउ त्यही नातिनी भनेर चिया दवाई ल्याउने त्यही हो।